लगानीकर्ता पैसा पाउँदैन। गजब छ यो ठाउँ होइन। फेरि सानो लगानीकर्ता खाँदैनन्, ठुलो खान्छन्। किनभने सानो 100 जनाको खाइदियो भने त त्यहाँ आन्दोलन हुन्छ होइन। म जस्तो ठुलो 2-4 जनाको खाइदियो भने के हुन्छ भने सजिलो छ, ए दिपेन्द्र त बदमास हो यार, के हो उसको त खाइदियो। अब लेजरमा भएको कुरा, क्यासमा ट्रान्जेक्सन नभएको कुरा होइन, दिन आनाकानी गर्छन् अनि मुख दर्शक भएर बस्छ। त्यसमा के को कमिसन खाएको हो धितोपत्र बोर्ड र नेप्सेले भन्ने प्रश्न भएन। तपाईँले यदि सेटलमेन्ट गराउन सक्नुहुन्न, तपाईँको लगानीकर्ताको पैसा तपाईँले दिलाउन सक्नुहुन्न भने वाइ वी निड द्याट होइन। सो मैले फेरि भने, तपाईँको रियल टाइम सेटलमेन्ट गर्न सकिन्छ, तपाईँको ब्रोकरलेस गर्न सकिन्छ। ब्रोकरलेस गर्न बित्तिकै तपाईँको 70% तपाईँको कमिसन घट्छ। हाम्रो 70% कमिसन अहिले लागिरहेको भनेर सोच्नुहोस् त। जुन देशमा लाइभ सेयर गरौँ है, सबैजनाले लाइभ सेयर गरौँ। लाइभ सेयर माथि झन्डै रिक्वेस्ट गर्नु है। त्यो रियल सेटलमेन्टै गाह्रो छ कि मेन कुरो भनेको। तपाईँको जस्तो जुन जहाँ चाहिँ तपाईँको सर्भरै डाउन भइरहेको हुन्छ प्रायः होइन, कहिले ताल पऱ्यो भने 1000 पोइन्टै माइनस भइदिन्छ होइन। 1000 पोइन्ट हिजो सबजना मुटु नै बाहिर निस्किएको थियो होला हिजो। यस्तो देश छ। अनि यो त 2-4 दिन अगाडि पनि 1-1.5 महिना अगाडि नि भएको थियो नि यस्तै। फेरि यो चाहिँ टेक्निकल ग्लिच हो त्यो चाहिँ, त्यो रियलली त्यो डम्प भएको होइन। त्यो हुनु हुँदैन नि त। मार्केट आवरको सर, मार्केट आवरमा त्यो टेक्निकल ग्लिच आउने हो भने के हुन्छ? त्यो त हुनु भएन नि त सर। यो त तपाईँको इन्डेक्सको ग्लिच हो। मान्नुहोस् तपाईँको के भन्छ डिम्याटबाट सेयर गायब भइदियो, त्यस्तो ग्लिच आइदियो भने के गर्ने? कसका जाने, कहाँ रुने हो। यो पनि त एउटा सुरुवाती ल यो दुईचोटि होइन दिपेन्द्र यस्तो समस्या आएको। समस्या त पहिला त डेली आउँथ्यो, अहिले महिनामा एकचोटि हो। ठुलो अङ्क घटेको थियो नि। ह्याकरहरूले चाहिँ किनबेच गरिदिया हुन्छ नि त दाइ। यो युएस मार्केटका यो क्रिप्टो कोइनहरूमा चाहिँ यस्तै मान्नु रिदीको कारोबार चलिरहेछ होइन, बाई सेल भएको छ होइन। मान्नुहोस् रिदीमा चाहिँ त्यो जो किन्ने बेच्ने काम भइरहेछ नि, त्यो चाहिँ रियलमा त्यो रिदी कम्पनी अथवा नेप्सेसँग नभएर चाहिँ थर्ड पार्टी ह्याकरको उसँग भएर रहेछ के, बुझ्नुभयो? लगभग 1 अर्ब 1.3 बिलियन 1.34 बिलियनको चाहिँ 9 आवर नन स्टप त्यो एक्सटर्नल सफ्टवेयरले चाहिँ कारोबार गरिरहेको रहेछ होइन। त्यो जुन ब्लक चेन हो त्यसलाई थाहै छैन। त्यस्तो पनि हुन्छ विदेशतिर। अनि त्यो केस कसरी मिलाइन्छ र? अनि के मिलाउने, यो कसले लयो थाहै भएन। इन्भेस्टिगेसन आर गोइङ अन भन्छन्। त्यसपछि त्यो कोइनको डम्प सुरु भएको, त्यो डम्प सकियो, ध्वस्त भयो। त्यत्रो त्यो गर्ने मान्छे त तनाव भएछ नि सर। त्यस्तो त मान्छेलाई थाहा हुँदैन कि त्यो भिपिएन अनेक युज गरे हुन्छ, ब्लक चेनहरू हुन्छ, बाइपास युज हुन्छ, 10 थरी युज हुन्छ, केही ट्र्याक गर्न। तर दिपेन्द्र मैले चाहिँ यो नेप्सेको त्यो उसको इन्टरभ्यू सुनेको थिएँ। जस्तो अघि हामीले सर्ट सेलिङ इन्टरटेकको कुरा आएको थियो नि, जस्तो अघि के त्यो छ नि। जस्तो अहिले तपाईँको यो जुन धितो अहिले ल्याएको छ नि त्यो सिस्टमलाई के अपडेट गर्नुपर्छ अरे होइन, कि चाहिँ तपाईँको नयाँ नल्याइकन यो अहिले हामीले जुन कुरा गऱ्यौँ त्यो चाहिँ ल्याउने सम्भव छैन भन्नुहुन्थ्यो क्या। अहिले त्यही मोबाइल अपडेट गरे मात्रै हो, केही पनि अपडेट केही हुँदैन। यसमा चाहिँ अहिले चाहिँ मैले एउटा कुरा बुझ्दिनँ कि हामी कुन जमानामा छौँ। एउटा डेरिभेटिभ मार्केट ल्याउनको लागि तपाईँले कुनै पनि दुनियाँको कुनै पनि कन्ट्रीसँग माग्नुभयो भने 2 मिनटमा दिइहाल्छ त्यसले। तपाईँसँग हैसियत छैन भने तपाईँले एड भनेर माग्नुहोस् भिख, तपाईँको त्यति त हो कुरा। एकदमै यो सफ्टवेयर भनेको कपी पेस्ट त हो। मान्नुहोस् त्यहाँ इन्डिया लेखेको छ, त्यहाँ नेपाल लेखिदिन्छन्, अनि तपाईँलाई त्यहाँको सेन्सेक्सको एउटा सेम टु सेम भेरिएन्ट दिइहाल्छ। के छ र त्यसमा? ठुलो कुरा हो र
होइन तर आफूलाई एकदम जान्ने देखाउनको लागि यो यस्तो 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 यति कहानी गर्नु पर्दैन कि अब सबैले बुझ्छ कि सबै कुरा पहिला पो जमाना थियो मान्छेका एउटा न्युज चल्दाखेरि त्यो हप्ता 10 दिनसम्म पुग्थ्यो मान्छे अहिले के घट्छ भने 5 मिनटमा पुरा भाइरल भइदिन्छ तपाईँ हेर्नुहोस् नि आज इन्डियामा बिजेपीको शिक्षा मन्त्रीले दिनु पर्यो त धर्मेन्द्रले राजीनामा दिनु परेन एकदम एकाउन्टेबिलिटी हामीले पनि त खोजिरहेछौँ यार मात्र इन्डियाले अमेरिकाले खोज्छ हामी यहाँका छैनौँ हामीले यहाँ खोज्नु परेन एकाउन्टेबिलिटी हामीलाई पनि त्यो मान्छे चाहियो जसले काम गर्न सकोस् जो काम गर्न नसक्ने मान्छेहरू छोडेर जानु पर्यो हेर्नुहोस् यहाँ प्रदीपजीले भन्यो त्यस्तो एप म बनाइदिन्छु अब मलाई त के डर भइसकेको छ भने म तपाईँलाई भनौँ मान्नुहोस् हाम्रो विनोदजीको खातामा स्ट्यान्डर्ड चार्टरको 10,000 किता छ मान्नुहोस् एकचोटि है अब मान्नुहोस् त्यो ह्याकरले के गर्यो भने त्यो 10,000 किताको जिरो गरिदियो विनोदजीको खातामा र जोसेफजीको खातामा 10,000 किता इन्ट्री गरिदियो इन्ट्री मिल्यो किता मिल्यो सबै कुरा मिल्यो अब विनोदजी लिएर उजुरी घुम्दै बस्नुहुन्छ अनि यहाँका त फेरि तपाईँको नियमकारी निकायले होइन हाम्रो त ट्याली भएको छ सबै कुरा यसमा त केही गल्ती छैन अब कहाँ जाने कहाँ जाने कहाँ रुन जाने ल यो भनिदिनुहोस् त यस्तो खतराहरू पनि बढिरहेछ कि तपाईँ एउटा कुरा सोच्नु नि ब्लक चेन टेक्नोलोजी इज द सेफेस्ट टेक्नोलोजी इन दि होल वर्ल्ड मात्र नेपालको कुरा होइन ब्लक चेन भन्दा राम्रो टेक्नोलोजी चाहिँ छैन आजको दिनमा जब त्यहाँ $1 अरब को त्यहाँ तपाईँको स्क्याम भएर त्यो समात्न सक्दैन भने हाम्रो त औकात के हो हाम्रो ती आएर त्यो गरिदियो भने हाम्रो औकात के हो होइन सो मैले यति मात्र भनिरहेको छु एकदम देश बचाउनु छ भने हामीले ऱ्यापिडली डेभलपमेन्ट गर्नुपर्छ यदि डेभलपमेन्ट अब भएन भने हामी चाहिँ त्यो सोमालियाको अवस्थामा पुग्छौँ होइन यो देश पशुपतिनाथले र रेमिटेन्सले त्यतिले बचाएको छ अरू तेस्रो फ्याक्टर छैन होइन अरू जसले आएर जति फुइ हाने पनि होइन तपाईँ एउटै कुरा हेर्नुहोस् यहाँ यदि रेमिटेन्स नआएको भए हामी सोमालिया भन्दा पनि तल्लो स्तरमा हुन्थ्यो होइन सो प्लिज हामीले एउटै कुरा भन्छौँ अब ऱ्यापिड डेभलपमेन्ट गर्नु पर्यो टेक्नोलोजीमा होइन हाम्रो इन्फ्रास्ट्रक्चरमा त्यसको लागि फेरि म भन्छु हामीहरूले सरकारमा किनभने म फेरि भन्छु यहाँ 300-400 जना छन् 300 जनामा पक्कै 250 जनाले त घन्टीमै भोट हालेको होला नि 250 जनामा 25 जना पक्कै घन्टीका नेता होला नि यहाँ ए बाबा गएर दबाब त दिनुहोस् अब साथीहरू ठुलो पदमा छन् इभन सांसद छन् भन्छन् सुन्दैन यार अब तपाईँको सुन्दैन भने तपाईँ के को लागि के खान सांसद बन्नु भएको छ मलाई त अचम्मलाई यो लाग्छ यार होइन सो प्लिज है साथीहरू म फेरि भन्छु अब हामीसँग अप्सन्सहरू छैनन् यसलाई चाहिँ हामीले बुझ्नु पर्यो अब हाम्रो नेप्से धितोपत्र बोर्ड सुधार गर्ने क्रम चाहिँ यो स्पिडले त हामी चल्न सक्दैनौँ धेरै गाह्रो हुन्छ धन्यवाद